सर्वशक्तिमान परमप्रभु इजरायलका परमेश्वर यसो भन्नुहुन्छ, तिमीहरूले आफ्ना पुर्खा योनादाबको आज्ञा पालन गर्दै र तिनका सबै शिक्षा मान्दै र तिनले तिमीहरूलाई दिएका सबै आदेशहरू मान्दै आएका छौ। याद गर। यसकारण सर्वशक्तिमान परमप्रभु इजरायलका परमेश्वर यसो भन्नुहुन्छ, रेकाबको छोरो योनादाबको सन्तानमा मेरो सेवा गर्ने एउटै मानिसको पनि कमी हुने छैन। याद गर। हालेलुया। कसलाई सेवा गर्नु दिन्छु भन्दैछ? ऊ तैँले पुर्खाको आज्ञा मान्दैछ, त्यो बाबुआमाको आज्ञा मान्दैछ, त्यही लागि त्यसलाई चाहिँ म चुन्दैछु भन्दैछ। याद गर। हालेलुया। कहीँ पनि होस्, चाहे संसारमा सक्सेस होस् या आत्मिकमा सक्सेस होस्, यो दुईटा कुरा गर्नै पर्छ। याद मैले भनिदिएको, यदि यो कुरा छैन भने चाहिँ ऊ आत्मिकमा पनि सक्सेस हुँदैन, संसारमा पनि सक्सेस हुँदैन। उनले आफ्नो बाबुआमालाई आदर गर्दैन अथवा आफ्नो टिचर गुरुजनहरूलाई आदर गर्दैन भनेपछि चाहिँ आदर गरे भने मान्नु भनेको कुरा मान्नु। याद हुन्छ। हालेलुया। अब यो चाहिँ परमेश्वरले अब यहाँ के भन्दैछ, उदाहरण दिँदैछ, रेकाबीहरूलाई उदाहरण गर्नु बोलाएको छ। भन्छ परमेश्वरले यार्मीलाई, यार्मिया जा तेरि रेकाबीहरूलाई बोला अनि कोठामा राख, तिनीहरूलाई ल्याएर दाखमा राखिदियो भने, अनि रेकाबीहरूलाई बोलाएर ल्याउँछ अनि कोठामा राख्छ, अनि यार्मियाले घैटोमा दाखमत लिएर राख्छ। घैटो भनेको घैलामा अन्त बोटुको ल्याएर राखेर सबैलाई बोलाएर लु तिमीहरू दाखमत खाऊ भन्छ। त्यतिखेर तिमीलाई के भन्छ त, हामी खाँदैनौँ, हाम्रो पुर्खाहरूले, हाम्रो बाजुहरूले हामीलाई आदेश गरेको छ, तिमीहरू चाहिँ कहिले पनि दाखमत नखानु भनेको छ, यसकारण हामी खाँदैनौँ। अनि परमेश्वरले भन्छ, हेर त त्यो रेकाबीहरू कस्तो आफ्नो पुर्खाको आज्ञाहरू मान्दैछ, आफ्नो बाबुआमाको आज्ञाहरू मान्दैछ। तिनीहरूले बाबुआमाले भनेको कुरा, पुर्खाले भनेको कुरा त्यसमा अडिट भएर हिँड्दैछ, तर मेरो प्रार्थनाले चाहिँ मैले भनेको कुरा पनि मानेको छैन भन्दैछ। यसकारण हेर म त्यसकै घरमा चुन्छु भन्दैछ। हालेलुया। यहाँ रेकाबीहरूले परमेश्वरको आज्ञा होइन, बाबुआमाको आज्ञा मान्दैछ। याद गर्नु, पुर्खाको आज्ञा मान्दैछ। त्यही लागि परमेश्वरले भन्दैछ, त्यो रेकाबीको पुर्खा योनादाबको घरानामा मेरो सेवा गर्नेको कमी हुनेछ, म तिनीहरूलाई चुन्छु भन्दैछ। याद। हालेलुया। म तपाईँहरूलाई आशिष पाउने कुन्जी बताउँदैछु। कुनै पनि मण्डलीमा कोही पनि जाओस्, याद एउटा परमेश्वरको पुर्तगाल हो, यदि ऊ आफ्नो गुरुजन, आत्मिक पिता, आफ्नो बाबुआमा, गुरुजनको आदर गर्दैन भने ऊ परमेश्वरको आशिषबाट बहुत टाढो हुन्छ। हालेलुया।